first leg of European Clasico between Real Madrid and Bayern Munich at Champions League quarterfinals is done and dusted, and Bayern wins it by 2-1. त्यही पनि the match was pure cinema, and I have a Madrid friend with me. ल प्रतीक भन त, what's your take on Madrid's performance last night? Madrid was good here. Against Bayern, the arguably best team in the world. I think they were good, but not the best team on the pitch. I think the better side were Bayern, so they deserved this win, I guess. But we were not by far much. I think we were just a narrow bit down by Bayern. अनि तिमीलाई भिनी एम्बापे आर्दा गुलरहरुको पर्फर्मेन्स कस्तो लाग्यो? Guler was top notch. I don't think anybody could touch him. Guler राम्रो खेल्यो यार. Vinicius game to forget भन्छु म त, किनकि you can't miss those chances in decisive moments. र एम्बापे had a good game, track back, everything. I think Mbappe's game was good. Guler was top notch. Vinicius had a game to forget, I guess. अनि माइकल ओलिसेले करिरासलाई पकेट गर्यो भन्दैछन् मान्छे. What's your take? त्यो त ट्रु नै हो यार. माइकल ओलिसे ट्रुली पकेटेड अल्भारो करेरास. आई ओन्ली स वान डुएल आई गेस जुनमा अल्भारो करेरासले जित्यो. अरू मैले जति पनि हेरेँ अझ करेरास मात्रै होइन, आई थिङ्क हाम्रो पुरै मिडफिल्डलाई ओलिसेले नचाकै थियो यार. So do you think he is the best player in the world at the moment? मलाई लाग्छ बेस्ट प्लेयर इन दि वर्ल्डमा म आर्ग्युबली दुईवटा प्लेयर राख्न चाहन्छु. एउटा हुन्छ लमी नेवाल र अर्को हुन्छ माइकल ओलिसे. बोथ आर सेम क्याटेगोरीको प्लेयर, तर म डिसाइड गर्न चाहन्न तिनीहरू दुईटामा चाहिँ. यहाँ हल्का थोरै कुरा म्यानुअल नोयरको लागि पनि गरौँ. एट 40 years of एज यो प्रकारको पर्फर्मेन्स र विनिङ द म्यान अफ द म्याच एट बर्नेबाउ, ट्रुली ग्रेटनेस यार. हामी म्यानुअल नोयर थिएन भने मलाई लाग्छ हामी ड्र गर्न सक्थ्यौँ या अझै हामी लिड पनि लिन सक्थ्यौँ क्या, किनकि हाफ कुक्ड चान्सेसहरू बायनले बनाएको थियो. हाम्रो फुल कुक चान्स थियो जसमा इनसाइड द बक्स सेभ गरेको थियो नयरले. सो मलाई लाग्दैन थियो कि नयर थिएन भने हाम्रो लस चाहिँ हुने थियो. ड्र नत्र विन हाम्रो ग्यारेन्टेड थियो. अनि अब इन्टरनेटमा म के सुन्दैछु भन्दाखेरि बायन एब्सोल्युटली कुक्ड मडरेट, के यो राइट हो? र अब सेकेन्ड लेगमा जाँदा जाँदा वाट्स योर प्रेडिक्सन्स? मलाई लाग्छ बायन एब्सोल्युटली कुक मडरेट इज नट द राइट थिङ टु टेल, किनकि इभन इफ बायन वर 60% इन द गेम, वी वर अल्सो 40% ग्रेट इन द गेम. मलाई लाग्छ 60-40 नै कम्बिनेसन थियो, किनकि हामीहरूले पनि बायनभन्दा एउटा एक्स्ट्रा सर्ट अन टार्गेट ल्याएको छौँ क्या. बायनको 20 सर्ट छ, हाम्रो 20 सर्ट छ, हाम्रो एउटा एक्स्ट्रा सर्ट अन टार्गेट छ. सो मलाई कुनै पनि गेम हेर्दाखेरि लागेन कि बायन चाहिँ त्यति कुक्ड भनेको छ. कुक्ड नै चाहिँ थिएन. मड्रिड वेयर बेटर पहिले भन्दा चाहिँ. प्रेडिक्सन्स फर दिस सेकेन्ड लेग? मलाई लाग्छ 2-2 हुनेवाला छ र हामी हार्दैछौँ. एज अ मड्रिड फ्यान आइ एम भेरी सरी, तर मलाई लाग्दैछ वान अफ द बेस्ट टिम इन दि वर्ल्ड बायनसँग हामी हार्दै नै छौँ. वी कान्ट गो थ्रु. I also think the same, that Bayern will go through because they will have the home advantage, plus Tchouaméni will not play that